ल ल ल आयो अनि रड समात नि ए रडको समाउने मैले पिस हान्न पर्दो रहेछ कि नमुतेसम्म त माछै नपर्ने नि भइहाल्छ ओ पर यसरी भिडियो बनाउँछ असला रहेछ नि त है दानाले हो होइन दानाले किराले हो यस्तो भाङ्गेर आउँथ्यो यो त राख्नु त्यो त राख्नु न भइहाल्छ अहिले मिल्छ क्या यताउता गर्नु पर्दैन कति आसे क्या आएन अब यता जहाँ पाल्छ त्यहीँ भयो नि पुग्दैछ खाइसक्यो क्या हामीले कति बेला आउँछ ठुलो आयो जस्तो छ है यताबाट आउने यता बेता हो त ठाडो हुनु ठाडो ल ल ल गर्नुपर्छ नि हुर्काइहाल्ला नि ठिकै छ माछा यहाँ अलि देखियो होइन यहाँ किरामा टक्क किरामा र टक्क धारामा हामीले हो यस्तो छ है गाइजहरू चलो खाइ नभएको क्या चेन्ज गरिदिनु पर्यो भनेको ल ल ल आयो अनि अझै माथि उठ्छ रड समात नि ए रडको समाउने मैले पिस हान्न पर्दो रहेछ कि नमुतेसम्म त माछै नपर्ने नि भइहाल्छ म यहाँ नजिक त असला रहेछ नि त पतला हो कत्ले माछा रहेछ है नम्बर काटिदिरहेको 1.5 केजी है माछाले ल ल ल दुई भयो है ल मेरो बल्छीमा ठुलो पऱ्यो ल ल ल ल अहिले चाहिँ गरे दानाले हो होइन दानाले किरा अड्के रहेछ है होइन
यहाँ तल पावर हाउसले त्यो पुल तलटी माछा हारेछ नि त ऊ परे 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 एकछिन एकछिन भिडियो बनाउँछ तपाईँ एकछिन एकछिन भिडियोमा हो पर 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 ल ल ल ल ल फेरि फेरि ल आयो ल कत्ले ल, 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 ल। अनि परे रहेछ त माछा